धन्यवाद सबैजनालाई नमस्कार। मलाई यो विशेष कार्यक्रममा सहभागी गराउनु भएकोमा प्रिन्सिपल सर भण्डारी सरलाई म एकदम धन्यवाद दिन चाहन्छु। म्यानेजमेन्ट टिमलाई धेरै धेरै धन्यवाद र समस्त अभिभावकहरूलाई मेरो नमस्कार। मैले के बोलौँ भनेर सोच्दै थिएँ र कहाँबाट सुरु गरौँ, धेरै कुराहरू हुन्छ बोल्नुपर्ने, तर यति राम्रो कार्यक्रम थियो कि मलाई छोडेर जान मन लागिरहेको छैन। मेरो आज वर्किङ डे हो, तर यति म रिल्याक्स फिल गरेँ आज पहिलोपल्ट यस्तो कार्यक्रममा आएर। र म मिस गरिरहेको छु कि मेरो छोरी पनि यहाँसँगै भएको भए म दिनभरि तपाईँहरूसँग बस्न पाउँथेँ र इन्ट्रेक्ट गर्न पाउँथेँ, केही कुराहरू सेयर गर्न पाउँथेँ, सिक्न पाउँथेँ। तर समयले मेरो अरू रेस्पोन्सिबिलिटी छ। मानिसको जीवनमा उसको सबभन्दा ठुलो हितैषी को छ त? मेरो जीवनमा, तपाईँको जीवनमा उसको मातापिता। किनभने मातापिताको नियत पवित्र हुन्छ। उसले सन्तानको बारेमा कुनै नराम्रो कुरा कहिले सोच्न सक्दैन। नियत पवित्र हुन्छ तापनि आमा बुवाले देखेको सपना उसको छोराछोरीले किन पुरा गर्न सक्दैन? यसको अर्थ के भयो भने नियत मात्रै राम्रो भएर पनि हुँदैन, तरिका पनि राम्रो हुनु पर्यो। सो कहिलेकाहीँ मलाई कस्तो लाग्छ भने एज अ अभिभावक जब म आफ्नो बुवासँग तुलना गर्छु, बुवाले जसरी मलाई एउटा मार्गदर्शन गर्नुहुन्थ्यो, मलाई मेरोमा केही कमी कमजोरी लाग्छ र म त्यसलाई सुधार गर्न कोसिस गरिराखेको हुन्छु। र आज म यो भन्दै जाँदा यहाँ केही कुरा मैले आफ्नो विचारहरू राख्दाखेरि यो नहोस्, फिल नहोस् कि म यसमा धेरै एक्सपर्ट भइसकेँ, किनभने म अझ सिकिरहेको छु। मेरो बच्चाहरूको मनोविज्ञान मैले पुस्तक पनि लेखेँ। मैले धेरै पेसेन्टहरू, सानो सानो बच्चाहरूलाई मनोवैज्ञानिक समस्या भएर आएको देख्छु। त्यसैले मेरो अलिकति सोचाइ फरक भएको छ, जुन म यहाँ सेयर गर्न चाहन्छु तपाईँहरूसँग। 4-5वटा पोइन्ट्सहरू म भन्छु। प्रत्येक आमा बुवाको इच्छा हुन्छ, म सुन्छु पनि, कि मैले जुन दुःख भोगेँ त्यो मेरो छोराछोरीले नभोगोस्। सबैको चाहना हुन्छ। यो चाहना गलत हो कि सही हो? मलाई लाग्छ यो चाहना सही होइन। किन सही होइन भने अभावले, समस्याले, दुःखले मानिसलाई बलियो बनाउँछ, मानसिक रूपमा बलियो बनाउँछ। शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा बलियो बनाउँछ। अहिले हामीले आफ्नो सन्तानलाई सबै कुरा रेडिमेड गरेर दिएका हुन्छौँ, जसले गर्दा उसको मस्तिष्क विकास हुन सक्दैन। समस्यालाई, प्रतिकूल परिस्थितिलाई ट्याकल गर्ने क्षमता उसमा डेभलप हुँदैन। त्यसैले यदि हामी सबै कुरा सहज बनाइदिन्छौँ भने बच्चालाई, त्यसको परिणाम के हुन्छ भने ऊ मनोवैज्ञानिक रूपमा कमजोर हुन्छ। उसले अप्ठ्यारो परिस्थिति लाइफमा त उसले फेस गर्छ। जब तपाईँको सुपरभिजन इन्ड हुन्छ, त्यसपछि उसलाई त दुनियाँसँग भिड्नु छ नि त। त्यो बेला उसलाई त्यो समस्या फिल गर्छ। त्यसैले मैले देख्छु मानसिक समस्या किन आजभोलि बढी छ र हामी जुन ओल्ड जेनेरेसन भनौँ, हामी किन त्यति स्ट्रङ छौँ? किनभने हामी दुःख अभावमा अगाडि बढेको। तर हामीलाई लाग्छ कि नै म आफ्नो बच्चालाई त्यो दुःख चाहिँ भोग्न दिन्न। मलाई लाग्छ यो हामी प्रत्येक गार्जियनले कृत्रिम अभाव सिर्जना गर्नुपर्छ आफ्नो परिवारमा। बच्चाले भन्ने बित्तिकै सबै कुरा दिइहाल्ने, गिफ्ट दिइहाल्ने, महँगो कपडा किनिदिने, मोबाइल किनिदिने, ल्यापटप किनिदिने, मोटरसाइकल किनिदिने। त्यही बच्चाहरू भोलि गएर त्यो दुःख उसको मस्तिष्क, ह्युमन ब्रेन जुन हुन्छ नि, त्यसलाई चाहिँ डिफिसियन्सीमा उसले सोध्छ।
अभावमा प्रतिकूल परिस्थितिमा उसले सोध्छ, त्यहाँबाट निस्किन खोज्छ, त्यो चाहिँ हाम्रो बच्चाले गर्न पाएको हुँदैन। मैले त्यसैले म आफ्नो बच्चाको प्रत्येक रिक्वायरमेन्ट म पुरा गर्दिनँ, उसलाई सम्झाउँछु। दोस्रो कुरा, हामीले धेरै कुराहरू जुन अहिले अघि कुरा भयो कि स्कुलमा सबै कुरा डिपेन्डेन्ट हुन्छ, म यो कुरालाई खासै यो कुरासँग सहमत छैन। मलाई लाग्छ स्कुलमा एउटा बच्चाको भविष्य निर्माणको 10-15% रेस्पोन्सिबिलिटी स्कुललाई होला, मेजोरिटी रेस्पोन्सिबिलिटी घरमा छ। अब एक दिन म बाहिर गएको थिएँ रेस्टुरेन्टमा, मेरो छोरीलाई एउटा मेनुलाई सुप खान मन लाग्यो। उसले मलाई भन्छ कि ड्याडी यो भेज सुप 100 रुपियाँको र नन भेज 200 रुपियाँको, महँगो छ नन भेज भनेर उसले भन्यो। अरू छेउको मानिसहरू हाँस्यो, तर मलाई एकदम खुसी लाग्यो कि मेरो छोरीले यो डिफरेन्स, मनीको डिफरेन्स भ्यालु बुझेको छ। कुनै खेलौना केही कुरा 1000 रुपियाँ भन्दा कम त केही पाइँदैन। म देख्छु बच्चाहरू, अस्ति म आफ्नो बच्चाहरूलाई लिएर गएको थिएँ एउटा अलिक कुद्ने यस्तो ठाउँमा 2000 रुपियाँ। पैसाको खासै उनीहरूलाई जबसम्म फिल हुँदैन कि यो पैसा कहाँबाट आउँछ, मेरो बुवा आमाले कति दुःख गरेर कष्ट गरेर यो पैसा कमाएको छ, त्यो यदि फिल हुन्न भने तपाईँको बच्चालाई, अनि उसको क्यारियर राम्रो हुन सक्दैन। मैले 2टा पेसेन्ट हेरेँ भने 1000 रुपियाँ मैले कमाउने हो, त्यसको लागि मैले कति मेहनत गर्नुपर्छ। तर उसले एउटा टोयज, एउटा खेलौना 2000 मा किनेर ल्याउँछ, त्यो एक दिन खेलेर फालिदिन्छ भने उसले त्यसको भ्यालु कहिले बुझ्न सक्दैन। जब उसलाई कमाउनु पर्छ अनि उसलाई भ्यालु फिल हुन्न। म हेर्छु MBBS मा नाम निस्क्यो, आइफोन दिदियो बच्चालाई। अब उसले एउटा आइफोन किन्नको लागि 6 महिना काम गर्नुपर्छ, 40,000 उसले स्यालेरी पाउँछ। सो हामी आफ्नो बच्चालाई भ्यालु अफ मनी, तिम्रो बुवा आमाले कति मेहनत गरेर यो पैसा कमाएको, के को लागि खर्चिने, किन यो खर्चिने, के यो जरुरी छ, जस्टिफाई गर्नु पर्यो, सिकाउनु पर्यो उसलाई, अनि उसले भ्यालु अफ मनी बुझ्छ। अब भ्यालु अफ मनी उसले बुझ्यो भने उसले स्वतः स्टेटस पनि बुझ्दो रहेछ। अब मलाई कस्तो लाग्छ भने, धनी, मैले अघि भण्डारी सरसँग कुरा गरेँ, तपाईँको स्कुलमा कुन लेभलका विद्यार्थीहरू बस्दा छन्, लोवर, मिडल, हायर, इकोनोमी, पैसाको हिसाबले। अनि उहाँले भन्नुभयो डाक्टर साहब मिडलको छ। मलाई आफ्नो छोरीलाई महँगो स्कुलमा पढाउने इच्छा बिल्कुलै छैन, किनभने मलाई भन्छन् डाक्टर साहब किन महँगो, यो यस्तो स्कुलमा होइन। महँगो अहिलेको प्यारेन्ट्सलाई यति थाहा छैन कि तपाईँ आफ्नो बच्चालाई आफ्नो स्टेटस ट्रान्सफर नगर्नुहोस्। म पटक म आफ्नो छोरीलाई भन्छु कि छोरी, तिमी डाक्टर ओमको नामले तिम्रो केही हुनेवाला छैन, तिमी आफ्नो अस्तित्व बनाउनु पर्छ आफै। म कोही होइन तिम्रो लागि, मैले हेल्प गर्ने होइन पछि गएर। सो म चाहिँ ठुलो मान्छेको सन्तान हुँ भने जुन फिलिङ आउँछ नि बच्चामा, त्यहाँबाट बिग्रिन सुरु हुन्छ। त्यसपछि उसले चाहिँ कपडा सबै स्टेटस, अनि के हुन्छ भने उसले सिक्छ। अब बच्चाको बाल एउटा चञ्चलता हुन्छ, उसको रिक्वायरमेन्ट हुन्छ, उसले सबै कुरा देखासेखी स्कुलमा गएर त्यो आउँछ उसलाई। तर हामी प्यारेन्ट्सले उसलाई सम्झाउनु पर्यो, तिम्रो बुवा मेहनत गरेर, केही भ्रष्टाचार नगरिकन एकदमै मेहनतले कमाएको पैसा हो, यो 500 को भ्यालु छ। एक दिन चाहिँ मेरो श्रीमती र छोरी चाहिँ एउटा टोयज किनेर ल्यायो। म घरमा आउँदाखेरि मैले हेरेँ कति मूल्य रहेछ भनेपछि 1000 रुपियाँ कति थियो। तर उनीहरूलाई के लागेको रहेछ भने यो 400 मात्रै रहेछ भनेर किनेर ल्याएछ, पछि 1000। अनि मैले गाली गरेँ दुवैजनालाई कि तिमीले पहिला हेर्नु पर्यो कि कति मूल्य पर्छ, सोध्नु पर्यो र त्यसपछि यसको जस्टिफाई गर्नु पर्यो। बच्चाको हरेक कुरा मैले आज माने भने जब ऊ ठुलो हुँदै जान्छ, उसको रिक्वायरमेन्ट बढ्दै जान्छ, तपाईँ फुलफिल गर्दै जानुहोस्। सो भ्यालु अफ मनी चाहिँ हामी आफ्नो बच्चालाई सानै लेभलबाट सिकाउनु पर्छ। भ्यालु अफ हेल्थ, तपाईँको छोराछोरी मोटो भइसक्यो, फास्ट फुड खान्छ, अरू केही कुरा खाँदैन, अनि एक्सर्साइज फिजिकल छैन। अब जब
14-15 वर्ष हुन्छ नि, प्युबर्टीमा चेन्जेसहरू, हार्मोनल, गर्ल्सलाई पिसिओडी अनि अरू समस्याहरू आउँछ, ओबेसिटी, ब्रेथलेसनेस, अनि त्यसपछि प्रेग्नेन्सी, म्यारिड भयो भने प्रेग्नेन्सी, दुनियाँको समस्या। हाइपरटेन्सन म 14-15 वर्षमा देख्छु। यो कसको गल्ती हो? हामी यदि परिवारमा यो कुरा उसलाई सुरुदेखि नै हामीले प्रेसर दियौँ भने यो प्रब्लम सल्भ हुन्छ। सो हेल्थको भ्यालु हामीले सिकाउँदैनौँ। हाम्रो लागि मार्क्स, सर्टिफिकेट्स, मेरिट्स यही सबै कुरा ठुलो हो, ठिक छ। एउटा बच्चा अस्ति म कहाँ आफ्नो मम्मीसँग आउनुभएको थियो, MBBS सेकेन्ड इयर, 3 महिनादेखि कलेज गएको छैन। किन? मानसिक समस्या, एन्जाइटी हुन्छ। अब के काम लाग्यो त्यो एजुकेसनको? केही दिन अगाडि एउटा +2 पढ्ने केटा मसँग आएको थियो। आमाले के भन्नुभयो भने यसले सुसाइड गर्ने एटेम्प्ट गरिसकेको छ। अनि मैले आमालाई पठाएँ, अनि प्यारेन्ट्स किन, फादर किन आएको छैन भनेर मैले सोधेँ। त फादर इज भेरी बिजी भनेर। अनि मैले त्यसपछि बच्चालाई सोधेँ कि किन तिमीलाई सुसाइडको एटेम्प्ट किन गर्यो बाबु? उसले इमिडिएटली भन्छ कि फ्यामिली इन्भाइरोमेन्ट। त्यसपछि मैले कुरा गरेँ, अनि मैले भने तिम्रो, किनभने उसलाई टाइम दिँदैन कसैले, खालि गाली मात्रै गर्ने कि तिमी पढ्दैन। मलाई भन्दै आमाले सामुनेमै भन्न थाल्नुभयो कि डाक्टर साहब यो त पढ्दैन, यो स्कुलै जाँदैन, सबै दोष त्यो बच्चालाई। तर बच्चालाई किन त्यस्तो भयो भनेर कसैले चाहिँ फाइन्ड आउट गर्न खोजेन। अब उसले सुसाइड एटेम्प्ट गरिसकेको, लकिली केही भएन। त्यसपछि मैले भने नेक्स्ट डे ब्रिङ योर फादर। मैले भने फादरलाई बोलाउनुहुन्छ, अनि मेरो विषय होइन तर म कुरा गर्छु भनेर अनि मैले बोलाएर अनि प्यारेन्ट्सलाई सम्झाएँ, अनि उनीहरूको प्रब्लम सल्भ भयो। सो फाइनली लाइफको बारेमा, भ्यालु अफ लाइफ पनि सिकाउनु पर्यो। अब अहिलेको टिनेजरहरू हामी हेर्छौँ, मोटरसाइकल चलाउँछ कस्तो स्पिडमा, कुन दिन आफू एक्सिडेन्टमा पर्छ, एडभेन्चरको कुरा गर्छन् होइन। अनि के हुन्छ भने प्यारेन्ट्सले देखेको सपना एकछिनमा खत्तम हुन्छ। उसलाई भ्यालु अफ लाइफ पनि सिकाउनु पर्यो कि तिम्रो मूल्य, तिम्रो जीवन अमूल्य हो, यसमा सबैको लगानी छ, तिमीले केही राम्रो गर्नु पर्यो, यसलाई लाइटली लिनु भएन। आजकलको बच्चाहरूलाई हामी कस्तो देख्छौँ भने मेरो साथीलाई उसले चिन्दैन, मेरो एकदम क्लोज फ्रेन्डसँग मैले भेटेँ भने मेरो बारेमा उसलाई केही थाहा हुँदैन उसको बच्चालाई। तर हामीलाई सब थाहा हुन्थ्यो, बुवाको साथीको, बुवाको दुश्मनको, बुवासँग को मिल्छ, बुवा कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, सबै कुरा थाहा हुन्थ्यो। त्यसले हामी बढी सामाजिक भयौँ, हामीलाई हेल्प बढी पाउँछौँ, हामीलाई प्रब्लम भएको बेला गएर सोध्छौँ। तर त्यो बच्चाहरूले केही गर्न सक्छ त्यस्तो? आजको बच्चाहरू गर्न सक्दैन। त उसलाई यो केही कुरा किन यस्तो भयो त? यसको कन्क्लुजन के छ भने हामी परिवारमा के कुरा गर्छौँ, हाम्रो प्राथमिकता के छ, हामी कसरी वार्तालाप गर्छौँ, कसरी इन्टरेक्ट गर्छौँ, हस्बेन्ड वाइफ कसरी कुरा गर्छौँ। अब मानव एकछिनको लागि मैले आफ्नो बुवा आमालाई राम्ररी कुरा गरिनँ, रेस्पेक्ट गरिनँ भने मेरो सानो बच्चाले पनि देखिरहेको हुन्छ नि त्यो कुरा, अनि उसले त त्यही फलो गर्छ, फेरि मलाई पनि उसले रेस्पेक्ट गर्दैन। सो हामी एज अ प्यारेन्ट्स, हामीलाई के लाग्छ भने यसलाई यो कुराको मतलब छैन, हामी मात्रै, यसले गर्दा के भइरहेछ भने हाम्रो प्रायोरिटी कहिले पनि हाम्रो चिल्ड्रेन भएन। एक हिसाबले हाम्रो प्रायोरिटी हाम्रो जब, हाम्रो अरू कुराहरू, हाम्रो एचिभमेन्ट गऱ्यौँ, त्यसैले बच्चाहरू कनेक्टेड भएन, प्यारेन्ट्ससँग पनि कनेक्टेड भएन। आजको दिनमा के छ भने हामी क्वालिटी टाइम बिताउने, बाहिर जाने, घुम्ने, रमाइलो गर्ने, रेस्टुरेन्ट गर्ने कस्तो बढेको छ हेर्नुहोस्। एकदम बच्चाहरूलाई प्यारेन्ट्ससँग एकदम क्लोज फिल गरेको जस्तो देखिन्छ सोसियल मिडियामा, तर रियालिटीमा त्यस्तो हुँदैन। रियालिटीमा म रिसेन्टली सिङ्गापुर गएको थिएँ घुम्न, मलाई एकदम नराम्रो लाग्यो। यति पैसा खर्च भयो तर एकदम वेस्ट अफ टाइम जस्तो मलाई लाग्यो। यदि मैले आफ्नो परिवारसँग, आफ्नो बच्चासँग एकछिन बसेर अनि मैले अलि सिरियस कुरा, अलि भावनाको कुरा, केही पुरानो कुरा, केही फरक कुरा, केही मेरो आफ्नो भविष्यको कुरा, म के सोच्छु, मलाई के समस्या छ, मेरो लाइफ कसरी अगाडि बढिरहेछ, यस्तो कुरा मैले गरेँ भने मेरो बच्चा मसँग बढी कनेक्टेड हुन्छ। प्यारेन्ट्सलाई कस्तो समस्या छ त,
प्यारेन्ट्सलाई आर्थिक समस्या छ, जबको समस्या छ, हामी बच्चालाई भन्दैनौँ। मलाई लाग्छ भन्नुपर्छ, सेयर गर्नुपर्छ कि बच्चालाई पनि कम्तीमा फिल होस्, उसले चाहिँ त्यो अनुसारले आफ्नो रेस्पोन्सिबिलिटी लियोस्। सो इत्यादि कुराहरू गर्दै जाँदाखेरि मलाई के लाग्यो भने यदि हामीले आफ्नो बच्चालाई यो एजुकेसन बाहेक जुन अरू कुराहरू छ हामीले त्यसको महत्त्व बुझेनौँ, जसको कारणले के भइरहेछ भने हामी इमोसनली डिस्कनेक्ट भयौँ। फर एकछिनको लागि अब मेरो यो कुरालाई 5-10 वर्षपछि तुलना गर्नु होला, अलिअलि अंश आउन थाल्यो। अहिले भन्छ हिस्ट्री रिपिट्स इट्सेल्फ। अहिलेका प्यारेन्ट्सलाई के लाग्छ भने सर्टिफिकेट, राम्रो पढाइ भयो, मेरो बच्चा विदेश गयो, राम्रो जब पायो, राम्रो पैसा कमायो, त्यही मेरो सक्सेस हो, एचिभमेन्ट हो भने हामीलाई फिल हुन्छ। तर एउटा टाइम आउँछ कि जसको छोराछोरी नेपालमै बस्यो भने उसलाई लाग्छ कि मैले ठुलो कुरा एचिभ गरेको छु। एउटा टाइम आउँछ, हेर्नु होला तपाईँ 5-10 वर्षपछि। किन यस्तो भनेपछि हाम्रो जुन सोच छ नि, यो क्यारियर, यो पैसा, यही सबै कुरा हो भनेर यो चाहिँ पूर्ण रूपमा सत्य कुरा होइन। अफकोर्स राम्रो पढाइ एकदम जरुरी छ, मेहनत गर्नुपर्छ, हार्ड वर्क, अनेस्टी, यो सबै कुरा हामी सिकाउनुपर्छ, स्कुलमा सिक्छन् बच्चाहरू। तर सबभन्दा इम्पोर्टेन्ट कुरा हामीले आफ्नो जुन मूल्य मान्यता, हाम्रो सम्बन्धको बारेमा, परिवारको बारेमा, समाजको बारेमा, अघि जुन हामीले एउटा गीत नृत्य हेऱ्यौँ, नेपालीलाई नेपालको कति माया लाग्छ भन्ने कुरा होइन, यस्तो कुराहरूले त्यो व्यक्तिको साँच्चीकै भन्दाखेरि उसले भित्रबाट त सेटिस्फ्याक्सन त्यो कुराले डिसाइड गर्नेछ। यो क्यारियर जस्ट एउटा सपोर्ट हो। त्यसैले म के भन्ने गर्छु भने क्यारियर, पढाइ, एचिभमेन्ट, जब्स, दिस इज पार्ट अफ लाइफ, दिस इज नट कम्प्लिट लाइफ। कम्प्लिट लाइफ भनेको उसको परिवार, उसको सम्बन्ध, उसको हार्डवर्क, उसको अनेस्टी, र यो सबै कुरा दिन्छ कसले? यो सबै कुरा उसको आमा बुवाले मात्रै दिन सक्छ। उसले आमा बुवाकै नक्कल गर्छ, आमा बुवाकै देखासेखी गर्छ, आमा बुवा कस्तो छ त्यो गुण तपाईँको जेनेटिक त गएकै छ, तर जेनेटिक सँगसँगै त्यो जुन बाहिर परिवेश छ, हाम्रो फ्यामिली इन्भाइरोमेन्ट, त्यो इन्भाइरोमेन्टले नै सबै कुरा डिसाइड गर्ने हो। बुवा आमा चुरोट खान्छ भने बच्चाले पनि चुरोट खाने सम्भावना बढी छ। तपाईँ दसैँ तिहारमा अल्कोहल लिनुहुन्छ उनीहरूको सामनेमा, उसले पनि लिने सम्भावना बढी छ। त्यसैले यो व्यवहार उसमा लागू हुन्छ। यति कुरा हामी बुझेर यदि हामी गऱ्यौँ भने, हामी सोच्यौँ भने मलाई लाग्छ हामी आफ्नो बच्चामाथि गर्व गर्न सक्छौँ। र स्टिल यति भन्दाखेरि मैले यहाँ जति कुरा भने त्यो म पनि सिक्दैछु, म आफूले पनि त्यसलाई अवलम्बन गर्ने, किनभने मेरो पनि 2टा बच्चाहरू छन्। मैले पनि सफिसियन्ट टाइम दिन नसकेको मलाई फिल छ, म रियलाइज गर्छु त्यो कुरालाई, म त्यसमा सुधार गर्ने प्रयास गर्दैछु। यति भन्दै म बिदा लिन चाहन्छु। आजको मौकाको लागि धेरै धेरै धन्यवाद। र यो कुरा मलाई सेयर गर्ने यहाँ इन्भाइरोमेन्ट बनाइदिनु भयो प्रिन्सिपल सरलाई र समस्त म्यानेजमेन्ट टिम र अभिभावकहरूलाई धेरै धेरै धन्यवाद र म नमस्कार गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू।